कांग्रेसले देखाउने बिपी कोइराला, गणेश मान, किशनजी तिनै देखाउने हो। आजका विश्वप्रकाश र गगन देखाएर त आउनु पर्यो नि भोट, तिनै बिपी किशनजी देखाउने हो। एमाले जति बाटो बिराए पनि वृद्ध भत्ता देखाउने हो। त्यो खड्गवलीले दिएको होइन, फेरि कुन जमानामा मनमोहन कमरेडले दिएको हो, त्यो पनि हाम्रै करबाट आएको हो। त्यो तिनको घरेरी बेचेर दिएको होइन वृद्ध भत्ता। माओवादीले त्यही जनयुद्ध देखाउँछ। यस पटकको निर्वाचन आमाको दुध पिउनेहरू र जेनजी बच्चाको रगत पिउनेहरू बीचको लडाई हो। कसलाई जिताउने तपाईको हातमा छ। हत्याराहरू आज पनि बाहिरै घुमिरहेका छन्। ती भ्रष्टहरू जसले गिरिबन्धु काण्डदेखि, वाइड बडी काण्डदेखि, भुटानी काण्डदेखि यति ओमिनी काण्डसम्मका ठुला ठुला भ्रष्टाचारका काण्डहरू घटाए। यो गजब छ। फेरि झापालीलाई चिया मन पर्छ, मेरा झापाली बालाई चिया बगानै मन पर्दो रहेछ। जेनजीका हत्याराहरू, ती भाइ बहिनीहरूको रगत कुनै हालतमा खेर जान दिँदैनौ भने जनताबाट छानिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। त्यसका लागि संविधानको पुनर्लेखन चाहिन्छ। संविधान पुनर्लेखन गर्नका लागि 2/3 बहुमत चाहिन्छ र 2/3 बहुमतका लागि नवलपुरबाट राजन गौतम चाहिन्छ। हाम्रो बारेमा धेरै भ्रमहरू फिजाइएका छन्। यी त अमेरिकनहरूबाट परिचालित हुन् नि। फेरि कसले भन्छ भने जो चिनिया माओको फोटोलाई देउता मान्छ, जो रुसको लेनिनको फोटो टाङ्छ आफ्नो पार्टी कार्यालयमा। यो देशमा एमसीसी पारित हुँदै गर्दा रासोपा राजनीतिमा थिएन। गगन थापाले बोलेको होइन एमसीसीले तलमाथि गर्यो भने मलाई थानकोट कटाउनु भनेर। त्यो तपाईले सम्झिनुपर्छ र सम्झाउनुपर्छ। को चाहिँ विदेशीबाट परिचालित हो भन्ने कुरा तपाईले बुझ्नुपर्छ। यो देशलाई धर्मनिरपेक्ष राष्ट्र बनाइरहँदा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री, कृष्ण सिटौला गृहमन्त्री हो कि होइन? अनि कांग्रेसीहरूले प्रश्न गर्न मिल्छ भनेको हामीलाई? कसले मासो हिन्दू राष्ट्र भन्ने त क्लियर छ त। जनता जाग्ने बेला आएको छ। आदरणीय मिलन चोकवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू जति यहाँ उपस्थित हुनुहुन्छ र जतिसम्म मेरो आवाज पुगिरहेको छ, सम्पूर्णमा एकमुष्ट नमस्कार। जय देश जय घण्टी। अघि यहाँ आउँदै गर्दा साथीहरूले मिलन चोकको चर्चा गर्दै हुनुहुन्थ्यो। यहाँबाट हामीलाई असाध्यै धेरै प्रेम, असाध्यै धेरै विश्वास हामीले 79 को चुनावमा पनि पाएका हौं। म सर्वप्रथम त त्यो प्रेम र त्यो विश्वासको लागि म तपाई मिलन चोकवासीहरूलाई शिर निहुराएर नमन गर्न चाहन्छु। तर अब त्यो मायामा अझ बढी प्रेम थप्ने, त्यो विश्वासमा अझ बढी विश्वास थप्ने समय आएको छ। किनभने त्यति बेला त हामी एउटा निर्वाचन क्षेत्रको चुनाव लड्दै थियौं। रवि लामिछानेले चाहिँ 61 जित्छ होला भन्थे बुद्धिजीवीहरू। त्यति बेला एउटा पत्रकारिताबाट आएको रवि लामिछानेले सक्षम योग्य युवाहरूलाई, नेपाल आमाका जिउँदा छोराछोरीहरूलाई जोडेर 4 महिनाभित्र, पार्टी गठन भएको 4 महिनाभित्र संसदमा 21 सीट प्राप्त गरेर प्रजातन्त्रवादी हामी हौं भन्नेहरूलाई प्रजातन्त्र यस्तो हुन्छ भनेर सिकाइदियो र क्रान्तिकारी हामी हौं भन्नेहरूलाई क्रान्ति यसरी पनि गर्न सकिन्छ है। कसैको रगत त के एक थोपा आँसु पनि नचुहाइकन निलो क्रान्ति गर्न सकिन्छ भनेर सिकाइदियो। हामीले त्यही शान्त विद्रोह गर्यौं। हामी त्यही बाटोबाट जान चाहन्थ्यौं। हामी मतको माध्यमबाट यिनलाई विस्थापित गरेर भ्रष्टाचार, अनाचार, अत्याचारबाट देशलाई मुक्त गराउन चाहन्थ्यौं। हामी निलो क्रान्ति गर्न चाहन्थ्यौं। तर त्यो निलो क्रान्ति गर्न खोज्दा यिनले हामीलाई यति निमोठ्ने प्रयास गरे। हामीलाई मात्र होइन, जनतालाई यति निमोठ्ने प्रयास गरे। हुँदा हुँदा जनताले यिनको विरोध बढी गरे भनेर फेसबुक, व्हाट्सएप, ट्विटर जम्मै बन्द। अनि फेरि अस्ति केपी ओली नै भन्दै हुनुहुन्थ्यो 10 वटा स्ट्याटस चाहिँ ठोक्नुै दिनको हो भनेर एमालेको पक्षमा। आफै बन्द गरेको फेसबुक, फेसबुक आफै बन्द गरेको। यो भन्दा रमाइलो जोक के हुन्छ र? हुन त जोकरै छन् कतिपय नेताहरू। अनि त्यसरी जब जनताका आशाहरूलाई जब निमोट्न थाले, जब यिनीहरूको पापको घडा भरियो, त्यसपछि ब्लास्ट भयो, विस्फोट भयो जेनजी विद्रोहको रूपमा। हाम्रा भाइ बहिनीहरूले मागेको केही थिएन। के मागेका थिए र? तिनको घर घडेरी मागेका थिएनन्। मागेको जम्मा यति थियो कि देशमा सुशासन कायम गर, भ्रष्टाचारको अन्त्य गर, यस सामाजिक सञ्जाल त बन्द नगर्देऊ न यसरी। जम्मा यति मागेर आन्दोलन गर्दा हाम्रा भाइ बहिनीहरूलाई टाढो बनाइयो, 76 जनाको हत्या गरियो। र ती हत्याराहरू
आज पनि बाहिरै घुमिरहेका छन्। ती भ्रष्टहरू जसले गिरिबन्धु काण्डदेखि वाइड बडी काण्डदेखि भुटानी काण्डदेखि यति ओमिनी काण्डसम्मका ठुला ठुला भ्रष्टाचारका काण्डहरू घटाए। यो गजब छ। फेरि झापालीलाई चिया मनपर्छ, मेरा झापाली बालाई चिया बगानै मन पर्दो रहेछ। त्यस प्रकारका जति पनि काण्डहरू घटाइयो, ती हत्याराहरू, ती भ्रष्टहरू आज पनि बाहिरै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो चुनावी वाचापत्रमा लेखेको छ, हाम्रो सरकार बनेपछि हामीले गर्ने पहिलो काम भनेको 46 सालदेखि आजसम्मका भ्रष्टाचारका सम्पूर्ण काण्डहरूको निष्पक्ष गैरदलीय छानबिन आयोगबाट छानबिन गराएर ती काण्डका दोषीहरूलाई कानुनको कठघरामा पुर्याउने हो। जेनजीका हत्याराहरू, ती भाइ बहिनीहरूको रगत कुनै हालतमा खेर जान दिँदैनौ भनेर हाम्रो पार्टी सभापतिले जुन उद्घोष गर्नुभएको छ, त्यो आन्दोलन, त्यो जेनजी विद्रोह जुन एजेन्डाहरूमा टेकेर भयो, ती हाम्रा एजेन्डाहरू थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वाचापत्र र आफ्ना सबै दस्तावेजहरूमा उल्लेख गरेको कुरा के हो भने नेपालमा यो बेलायती प्रणालीको ठ्याक्कै बेलायतको जस्तो यो शासन हाम्रो माटोलाई अलिकति सुहाएन कि, त्यसकारणले यहाँ जनताबाट छानिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ। त्यसका लागि संविधानको पुनर्लेखन चाहिन्छ। संविधान पुनर्लेखन गर्नका लागि 2/3 बहुमत चाहिन्छ र 2/3 बहुमतका लागि नवलपुरबाट राजन गौतम चाहिन्छ। त्यसकारणले म आज झापाबाट नवलपुर आएको छु। संविधानका धेरै कुराहरू संशोधन गर्नुपर्ने छ। अख्तियार, अदालत, हरेक निकाय यिनीहरूले केही छोडेका छैनन्। अदालतलाई छोडेका छैनन्। कुन न्यायाधीश कुन पार्टीको कोटाबाट नियुक्त भयो भनेर म भनिदिन सक्छु। कुन पत्रकार कुन पार्टीको हो भनेर समाचारको फ्रन्ट पेज हेरेर भन्न सकिन्छ, हेडलाइन हेरेर भन्न सकिन्छ। सरकारी कर्मचारी पनि कांग्रेस एमालेका माओवादीका अरे। अघि मैले भने एक ठाउँमा जनताको करबाट तलब खाने सुब्बा कांग्रेस एमालेको हुन पाउँछ, जनताको करबाट तलब खाने खरदार शिक्षक कांग्रेस एमालेको हुन पाउँछ। त्यसकारण यी कर्मचारी संगठनहरूलाई, यी निजामती कर्मचारी संगठनहरूलाई दलतन्त्रबाट मुक्त गर्नुपर्नेछ। त्यसका लागि विधि विधानमा संशोधन चाहिन्छ। त्यसका लागि रासोपाको 2/3 चाहिन्छ र 2/3 ल्याउन नवलपुरबाट राजन गौतम चाहिन्छ। त्यसकारणले तपाईले यति बेला बुझ्नुपर्ने कुरा के हो भने यो जरामा पानी हाले पनि पातैमा पुग्ने हो, मुखले पानी खाए पनि पेटैले पचाउने हो। त्यसकारणले यहाँ राजन गौतमलाई जिताउनु भनेको राजन गौतमलाई मात्रै जिताउनु होइन, रवि लामिछानेलाई जिताउनु हो, अब की बार बालन सरकार बनाउनु हो। यो सम्झेर तपाईले यति बेला मतदान गर्नुपर्ने छ। हाम्रो बारेमा धेरै भ्रमहरू फिजाइएका छन्। यी त अमेरिकनहरूबाट परिचालित हुन् नि। फेरि कसले भन्छ भने जो चिनिया माओको फोटोलाई देउता मान्छ, जो रुसको लेनिनको फोटो टाङ्छ आफ्नो पार्टी कार्यालयमा, राष्ट्र निर्माताहरूको होइन, नेपालका राष्ट्रिय हिरोहरूको होइन, रुसको लेनिनको, चीनको माओको फोटो पार्टी कार्यालयमा टाङ्नेले हामीलाई विदेशीहरूबाट परिचालित गर्छ। यो भन्दा अचम्मको कुरा के हुन सक्छ? यो देशमा एमसीसी पारित हुँदै गर्दा रासोपा राजनीतिमा थिएन। गगन थापाले बोलेको होइन एमसीसीले तलमाथि गर्यो भने मलाई थानकोट कटाउनु भनेर। त्यो तपाईले सम्झिनुपर्छ र सम्झाउनुपर्छ को चाहिँ विदेशीबाट परिचालित हो भन्ने कुरा तपाईले बुझ्नुपर्छ। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी नितान्त अर्ग्यानिक नेपाली पार्टी। तिमीहरूको नीति विचार के हो भन्छन् हामीले पटक पटक भनेका छौँ। अघि मलाई त्यहाँ समता चोकमा सम्झना आएको थियो। हाम्रो प्रस्तावनाको पहिलो लाइनमा लेखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीहरूको समतामूलक समन्यायिक समुन्नतिमा विश्वास गर्ने र सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक गणतन्त्रवादी पार्टी हो। हामीले क्लियरली भनेका छौँ हामी संवैधानिक समाजवादको पक्षमा छौँ। संविधानले जुन निर्दिष्ट गरेको छ समाजवाद उन्मुख भनेर, त्यही समाजवादमा पुग्नका लागि भूमि मान्छेहरूप्रति समर्पित विभेद रहित समाज र लोक कल्याणकारी राज्यको निर्माण चाहन्छौँ हामी, जहाँ विधिको शासन होस्, जहाँ भ्रष्टाचार शून्य होस्। त्यसकारण हाम्रा एजेन्डा नभएको होइन, यिनीहरूको पढ्ने जाँगर कम भएको यो तपाईले बुझ्नुपर्छ र मतदाताहरूलाई बुझाउनुपर्छ। धर्मको विषयमा तिमीहरूको के हो भनेर हामीलाई बहुत सोध्छन्, अचम्म लाग्छ। यो देशलाई धर्मनिरपेक्ष राष्ट्र बनाइरहँदा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री, कृष्ण सिटौला गृहमन्त्री हो कि होइन?
अनि कांग्रेसीहरूले प्रश्न गर्न मिल्छ भनेको हामीलाई। गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री थिए, कृष्ण सिटौला गृहमन्त्री थिए। यो देशलाई धर्मनिरपेक्ष राज्य बनाउँदाखेरि कसले मासो हिन्दू राष्ट्र भन्ने त क्लियर छ त। हामीले हाम्रो प्रस्तावनामा लेखेका छौँ राष्ट्रिय स्वतन्त्र पार्टी दुईटै कुरामा प्रतिबद्ध छ। एउटा हाम्रो प्राचीन सनातन संस्कृतिको संरक्षण र अर्को धार्मिक स्वतन्त्रताको सम्मान। यी दुईटै कुरामा हामी प्रतिबद्ध छौँ। वेदले पनि त त्यही भन्छन्, वसुदैव कुटुम्बकम भन्दैन वेदले। त्यसकारण हामी सबै धर्मको धार्मिक स्वतन्त्रताको सम्मान गर्छौँ, तर हाम्रो प्राचीन सनातन संस्कृतिको संरक्षण हुनुपर्छ। यो कुरामा हामी प्रतिबद्ध छौँ। यस्ता कयौं चिजहरू छन् हाम्रो बारेमा भ्रम छरिएका। तपाईको मनमा केही प्रश्न जिज्ञासाहरू छन् भने यति बेलै राख्नुहोस् र क्लियर भएर जानुहोस्, ताकि तपाईले आफ्ना छरछिमेकीलाई, आफ्ना साथी सङ्गीलाई बुझाउन सक्नुहोस्। यो लडाई ऐतिहासिक हो। यो चुनाव कुनै सामान्य चुनावहरू जस्तो होइन। मैले त पटक पटक भन्दै आएको छु, यस पटकको निर्वाचन आमाको दुध पिउनेहरू र जेनजी बच्चाको रगत पिउनेहरू बीचको लडाई हो। कसलाई जिताउने तपाईको हातमा छ। एउटा सटर त बन्द हुनै पर्छ यसपालि, एउटा सटर त बन्द हुनै पर्छ यसपालि। कि विश्वप्रकाश शर्मा जस्ताको सटर बन्द हुनुपर्छ कि रमेश प्रसाई जस्ताको सटर बन्द हुनुपर्छ। कसको सटर बन्द गराउने तपाईको हातमा छ। त्यसकारण आफ्नो विवेकले सही निर्णय लिनु होला र यसपटक घण्टीमा मतदान गर्नु होला। काम त हामी गर्छौं गर्नै पर्छ। किन गर्नै पर्छ म तपाईलाई बताउँछु। कांग्रेसले जति नै बाटो बिराए पनि उही बीपी कोइराला देखाउँछ। बीपी कोइराला महान थिए, तर जति बाटो बिराए पनि कांग्रेसले देखाउने बीपी कोइराला, गणेशमान, किशनजी तिनै देखाउने हो। आजका विश्वप्रकाश र गगन देखाएर त आउनु पर्यो नि भोट। तिनै बीपी किशनजी देखाउने हो। एमाले जति बाटो बिराए पनि वृद्ध भत्ता देखाउने हो। त्यो खड्गवलीले दिएको होइन, फेरि कुन जमानामा मनमोहन कमरेडले दिएको हो। त्यो पनि हाम्रै करबाट आएको हो। त्यो तिनको घरेरी बेचेर दिएको होइन वृद्ध भत्ता। तर एमाले त्यही वृद्ध भत्ता देखाउँछ, माओवादीले त्यही जनयुद्ध देखाउँछ। जबकि जनमुक्ति सेनाको लेबीमै भ्रष्टाचारको काण्ड आइसकेको छ, तर त्यही जनयुद्ध उसले देखाउँछ। हामीले के देखाउनु। यसपटक हाम्रो उम्मेदवारलाई तपाईले जिताउनु भयो र राजन गौतमले काम गरेन भने मैले 5 वर्षपछि के भनेर भोट माग्नु तपाईले? के छ र हाम्रो? के छ र हाम्रो? कुनै ऐतिहासिक विरासत त छैन। त्यसकारण आफ्नो अस्तित्व रक्षाका लागि पनि हामीले काम गर्नै पर्छ। हामीसँग विकल्पै छैन। त्यसकारण एक पटक हामीलाई परीक्षणको मौका दिनुहोस्। मैले अलि धेरै बोले, यो स्टेजमा उभिएर अलि बढी नै फिल आयो मलाई। त यतिन्जेलसम्म यहाँहरूले मलाई सुनिदिनु भयो। मिलन चोकसँगको यो मिलन रमाइलो रह्यो। जय घण्टी, जय घण्टी। धन्यवाद। तर म यति भन्छु, अहिले म तपाईलाई यति जिम्मा भोट हाल्ने जिम्मा तपाईले होला। चुनाव पछि म